एकादेशमा एउटा राजा थियो। राजालाई के खाउँ भएर जङ्गल पस्यो। जङ्गलमा त्यसले प्याज, लसुन, गोलभेडा आदि इत्यादि, नुन, डालमोठ, दायाँ बायाँ सब रुखमा फलेको भेट्यो। सब टिपेर एउटै कचौरामा हालेर स्वाइँ हाल्यो। स्वाइँ यति छिटो कि तपाईँले देख्न सकिहाल्नु। सब हालेर स्वाइँ मोलेर क्वाप खायो। खाँदै सोच्यो। सोच्दा त्यो बनाएको कुरा सक्यो। अनि त्यसपछि यसो बाहिर राजदरबार बाहिर गएर यसो बरन्डाबाट बाहिरतिर हेरेर झ्याउ लाग्यो। अनि टक्क भित्र आएर यसो लुगा लगाइदिनु पऱ्यो भनेर स्वाँट्ट लुगा लगायो। लुगा लगाएपछि प्यान्ट निलाउनु पऱ्यो, प्यान्ट पनि स्वाँट्ट लगायो। ल क्या सही फिट भएको। अनि ट्रेन्डिङमा यस्तो ढ्वाम्म क्यामेरामा लात्ता लगाएर स्वाँट्ट निस्किन खोजेको, मिलेन। त्यहाँदेखि ठिकै छ। अनि हामी चिबा स्टेसनको यतापट्टि त हेर आएको मान्छे छैन। कति होलो ठाउँ हो, मान्छे छैन। अनि कुत्ता पारी जान्छु भनेर पारी जानलाई अन्डरग्राउन्डबाट छिरेर गएको त आमा, यहाँ त मान्छेको त भिडै भिड छ। मलाई त ओहो सातो उड्यो, यो भिडमा बस्नु हुँदैन भनेर फरार योदोबासीतिर गएँ। अनि ग्राउन्ड फ्लोरको युनिक्लो एबिसी मार्टतिर गएको। अब अघि राजकुमार भनेछ, राजा भने अब यसो आफ्नो अनुहार देखाइदिनु त भनेर ऐना सामु गएर उभिएँ। अनि एबिसी मार्टतिर गएर यसो जुत्ता हेर्नु पऱ्यो भनेर जुत्ता हेरेँ। जुत्ता हेरेको मात्र होइन कि त्यहाँ त बाबा खतरा जुत्ताहरू पनि रहेछ। यसो राम्रो आफूलाई ठिक्कको हुने खालको जुत्ता पनि रहेछ। एउटा जुत्ता चाहिँ किनिदिनु पऱ्यो नि त भनेर यसो सेलेक्ट गरेर जुत्ता किनेको पनि। त्यो किनेर चट्ट लिएर ब्यागमा स्वाँट्ट हालेको भिडियो चाहिँ बनाउन छुटेछ। रुममा आएर बनाइ किनेको प्रुफ त देखाउनु पऱ्यो। अनि त्यहाँबाट निस्केर स्टेसनको अन्डरग्राउन्ड गयो। यसो मार्टसाटतिर गएको, हरियाली रङ्गी चङ्गी भित्र छिर्दा त आँखै खाने। त्यहाँबाट फुत्त बाहिर निस्केर फरार भएर घरतिर।